Ridon jamba shano jin la le kombe lo ne bobe ndar lundon je jenge zongo mi bon jambe yang la zon de ganje da la ri ba la ba da de jon den je nam le zon pa be zon da wang go jin la be o yo la ma na da e jo yen den sang ge kun da nyam na ya ka den sang ge kun le la Soy la meja la zon, la zon re lam la je la jo, ma je zun gen ben jen bin ma la la ya si ba zon ya jen. Nimbo den ba bella doro, bin ma no bo je la zon de, na mo re dan ba la e ge dan lu dan na jen gen du bon da dan mi gen. Do a gun je dan nan jen ja, tam je ge dun je yan dun jo je. सर्वप्रथम यहाँ सम्पूर्णलाई लसो फ्याफुल्ला टस्तले भन्न चाहन्छु जस्तै हिजोको भाग 1 मा जस्तै बढ्दोको विषयमा केने बढ्दो अर्थात जीवन अन्तर्भावको बारेमा मैले यहाँलाई जानकारी दिए त्यसरी नै हामीले जीवन अन्तर्भावको बारेमा हामीले यति प्रष्ट थाहा पाएन भने माथि स्टेपमा जानलाई अलिकति कठिनाइ हुन जान्छ त्यही भएर जीवन अन्तर्भावको बारेमा हामीले जान्नै पर्ने हुन्छ हिजो मैले प्रस्ताएको छु यो भन्दा अगाडिको भिडियोमा प्रस्ताएको छु त्यही भएर यहाँहरूले त्यहाँ फेरि पनि हेर्नु होला आज विशेष मिलम बढ्दो भनेर भनिन्छ सपना बढ्दो र अन्तर्भाव र त्यस्तै गरी सम्झन बढ्दो ध्यान अन्तर्भावको विषयमा म यहाँलाई जानकारी दिन चाहन्छु सधैँ हामीले बढ्दो भनेर धेरै सुनेको छ तर विशेष त बढ्दो भनेको चाहिँ के रहेछ भनेर त्यो यहाँहरूले अवश्य पनि थाहा पायो भने एकदमै हाम्रो राम्रो हुन्छ यदि हामीले बढ्दोको विषय हामीले चर्चा गर्नु पर्यो भने धेरै लामो छ चर्चा गरेर हामीले नसक्ने समय छ तर पनि यहाँहरूलाई मैले अब छोटो कार्यमा कसरी हुन्छ छोटो मध्यमबाट चाहिँ यहाँहरूलाई मैले बुझाउने कोसिस गरिरहेको छु त्यसरी नै जति पनि यो जस्तै मनुष्य लोकको प्राणी भयो नर्क लोकको प्राणी भयो प्रेत लोकको प्राणी भयो असुर लोकको भयो देव भयो हैन देव लोकको भयो सबैजना चाहिँ अन्तिममा कहाँ पुग्छ भन्दाखेरि अन्तिममा पुग्ने ठाउँ त बढ्दो नै हो बढ्दोमा नपुगिकन फेरि पनि केने बढ्दोमा जीवन अन्तर्भावमा फेरि पनि आउन सक्दैन हामी जाने ठाउँ चाहिँ कहाँ रहेछ भन्दा अन्तिममा बढ्दो नै रहेछ सबै छलोककै प्राणीहरू चाहिँ अन्तिममा पुग्ने कहाँ रहेछ भन्दाखेरि बढ्दोमा रहेछ भनेर हामीले बुझ्नुपर्ने हुन्छ उदाहरणको लागि हामी अब यो नेपालदेखि कतै बाहिर विदेशमा जानु पर्यो भने अन्तिममा कहाँ आउनुपर्छ भन्दाखेरि काठमाडौँमै आउनुपर्छ काठमाडौँ आएर काठमाडौँबाटै प्लेन चढेर उठेर जाने हो त्यस्तै गरी हामी छलोककै प्राणीहरू चाहिँ अन्तिममा जो कोही पनि अन्तिममा पुगिसकेपछि कहाँ आउने रहेछ भन्दाखेरि बढ्दोमै आउने रहेछ आइपुग्ने रहेछ है आफ्नो अन्तिम लक्ष्य चाहिँ त्यही रहेछ भनेर त्यसरी बुझ्नु पर्ने हो त्यसैलाई मध्यनजर राख्दै म आज यहाँहरूलाई मिलम बढ्दो भनेर भनिन्छ अर्थात् सपना बढ्दोको बारेमा यहाँलाई छोटो जानकारी दिन चाहन्छु जस्तै केमा दाग्ला मिलम बढ्दो छर्दुइदे तिमुक रोन्याल बाग्मे पाङजेने टेम्बा एममे नेलुक ngang jok milam sungla tulgiro wesal jang duido sindu nyalwar mijawar nidang wesal tebe nyamlen चे अर्थात मिलम बढ्दो सपना अन्तर्भाव बन्नाले बढ्दोको दोस्रो नम्बरमा पर्न जान्छ यो पनि जीवन अन्तर्भावकै भित्र नै पर्न जान्छ केसी बढ्दो हैन
जीवन अन्धर व्रतभित्रै पर्न जान्छ। यो पनि यो भन्नाले के बुझिन्छ भन्दाखेरि हामी राति सुतेर जब हामी निदाउँछ, निदाइसकेपछि हामी निन्द्राबाट नछुट्ने अब नबिउजनेसम्मको अन्तर्भावलाई चाहिँ हामी सपना अन्तर्भाव अर्थात् मिलम्बर्दो भनेर त्यसरी भने। त्यसरी नै छोइले के भनेको छ भने केमा दग्ल मिलम्बर्दो छर्दुई देरस आहो मेरो त्यही सपना अन्तर्भाव चाहिँ उदय हुने बेलामा, जस्तै हामी कोही पनि सुतिन्छ, सुतेपछि चाहिँ हाम्रो एउटा निन्द्रामा एउटा सपना देखिन्छ, त्यतिखेरको एउटा अन्तर्भाव देख्ने बेलामा चाहिँ तिमुक रोइयाल बाग्मे पाङ्जा ने, जस्तै हामी सुत्ने बेलामा सुतिरहेको बेलामा चाहिँ हामीले एउटा सपनामा देखिरहेको बेलामा चाहिँ त्यतिखेर चाहिँ हामी चाहिँ एकदमै तिमुक भन्छ एउटा महाको ठुलो अल्छी अथवा महाको बासमा चाहिँ त्यसरी परेर मरेको मान्छे जस्तै गरेर सुतेर बस्ने चाहिँ हामीले त्याग्नु पर्ने हुन्छ। त्यसरी नै टेम्बा एनमे नेलु गाङ्ला जे, त्यसरी त्यागिसकेपछि हामीले सुतिरहेको समयमा जस्तै हामीले त्यस्तै नराम्रो अज्ञानताहरूलाई चाहिँ त्यागेर स्मृतिलाई विचलित नगराइकन प्राकृतिक तत्त्वहरूको रासमा आफूलाई स्थापित गर्नुपर्ने हुन्छ। त्यतिखेर हामीले अब प्राकृतिक चिजलाई चाहिँ हामीले स्थापित गर्न सकेन भने एकदमै गाह्रो हुन्छ। जस्तै हामी सुतिसकेपछि सपनाहरू धेरै देखिन्छ, त्यो देख्नेको कारण किन हो भन्दाखेरि हामीले दिउँसो जे चिज आँखाले देख्छ, जे चिज हामीले काम गर्छ, जे चिज सोच्छ, त्यो चाहिँ हामीले राति सुत्ने बेलामा त्यसरी सपनामा त्यो देखेको चिजहरूलाई नै हामीले हामीले दिउँसो देख्ने चिजहरूलाई नै हामीले सपनामा त्यसरी देख्न सकिन्छ। त्यसरी हामीले सपनामा त्यसरी देखिसकेपछि म सपनामै चाहिँ म के न के भगवानको विषयमा त्यस्तै गरी मेरो सपनालाई एकदमै बदलेर प्रभावसारको चाहिँ म ध्यान गर्छु भनेर चाहिँ यो मनमा त्यो अडुट चाहिँ हामीले लिन सक्नुपर्ने हुन्छ। कहाँमा भन्दाखेरि मिलम्बर्दो सपना अन्तर्भावमा चाहिँ त्यसरी लिनुपर्छ हो। त्यसरी सपना अन्तर्भाव चाहिँ त्यसरी पैदा हुने बेलामा हामी पशु जस्तो गरेर, जस्तै हामी सुतेर बस्ने होइन, त्यसरी पशु जस्तो गरी बस्ने त्यस्तो हुँदैन, त्यसरी बस्नु हुँदैन। त्यसरी बस्नुभयो भने हामीले एकदमै कठिनाइहरू पैदा हुन्छ। त्यही भएर चाहिँ ढिटो सिन्धु न्यालवर मिजा भर्स पशु जस्तै गरी हामी चाहिँ सुतेर जहिले पनि सुतेको गरेर बस्दिनँ भनेर त्यसरी भनिसकेपछि म चाहिँ अब चाहिँ एउटा निदाङ वेसल टेबे न्याम्लेन्जेस निन्द्रा र अभ्यासलाई चाहिँ म मिलाउने ध्यान गर्छु भनेर त्यसरी आफूले एउटा बाचा अथवा आफूले एउटा प्रतिज्ञा चाहिँ त्यस्तो गर्नुभयो भने तपाईँको एउटा मिलम्बर्दो अर्थात् सपना अन्तर्भावमा चाहिँ एकदमै राम्रो तपाईँले अभ्यास गर्न सक्नु। त्यसरी नै हामी सुत्ने बेलामा जस्तै सपनामा धेरै किसिमको सपना देख्छ, जस्तै धर्मको सपना पनि देखिन्छ, पापको सपना पनि देखिन्छ। त्यस्तै गरी पाप र धर्म के नभएको त्यस्तो विभिन्न थरीको सपनाहरू हामीले पर्छ। तर त्यो सपनालाई चाहिँ के रहेछ, त्यो सपनालाई चाहिँ हामीले ध्यानको रूपमा चाहिँ त्यसरी परिणत गर्न सक्नुभयो भने चाहिँ हामी एउटा सपना वर्धको चाहिँ हामीले अभ्यास त्यसरी गर्नुभयो भने सपना वर्धको चाहिँ हामीले अभ्यास गर्न सजिलोसँगै गर्न सकिन्छ। त्यसरी नै हामी सुत्ने बेलामा जतिखेर पनि राति बेलुका सुत्ने बेलामा चाहिँ हामीले न्यमोङ दुक्सुम भन्छ। अब पञ्चक्लेशलाई चाहिँ हामीले कसरी हुन्छ होइन, पञ्चक्लेशलाई चाहिँ हामीले त्याग्ने, हामी सुत्ने बेलामा चाहिँ पञ्चक्लेशलाई चाहिँ म त्याग्छु भनेर त्यो भावना लिनुपर्ने हुन्छ।
जति पनि देख्ने चिजहरू चाहिँ जति पनि आफूले आँखाले देख्ने चिजहरूले चाहिँ सबै गुरु नै हो भनेर मनमा त्यो भावना पनि लिनुपर्ने हुन्छ। त्यसरी नै सुत्ने बेलामा हाम्रो हृदयमा आफ्नो गुरु एकदमै ज्योतिको प्रकाट भएको आफ्नो हृदयमा एउटा गुरु स्कन्धबाट भएको गुरु चाहिँ आफ्नो हृदयमा त्यसरी राखेर त्यहाँबाट चाहिँ ज्योति प्रकट भएर यो संसारको सबै प्राणीहरूमा चाहिँ त्यसरी प्रकट भएर जति पनि आफूले देखिने चिजहरू चाहिँ आफ्नो गुरुमा आफ्नो हृदयमा चाहिँ यसरी विलिन भएर त्यस्तै गरी आफूले जति पनि देख्ने चिजहरू चाहिँ आफ्नो हृदयमा आफ्नो गुरु र आफ्नो के फरक नभएको त्यो मनमा त्यसरी सोचेर चाहिँ हामीले त्यसरी गुरुप्रति एउटा आस्था लिएर त्यसरी सुत्नुभयो भने एकदमै हैन राम्रो पनि हुन्छ, एकदमै राम्रो। त्यस्तै गरी विशेष योले देखाउने चाहिँ के देखाउँछ भन्दाखेरि विशेष आफूले मिलमवर्दुमा सपना अन्तर्भावमा चाहिँ आफूले जति पनि देख्ने चिजबिजहरू सपनामा जति देख्ने चिजबिजहरू कुनै पनि सत्य त छैन हैन, कुनै पनि सत्य त छैन। त्यसमै त्यो सत्य त के रहेछ भनेर आफूले एउटा केलाएर त्यो भित्रमा सपनामै हामीले अभ्यास गरेर ध्यान त्यसरी नै ध्यान गर्नु पर्यो भने अवश्य पनि हामी त्यहाँबाट पनि मुक्ति हुन सकिन्छ, त्यो अन्तर्भावबाट पनि मुक्ति सकिन्छ। त्यसले विशेष के देखाउँछ त भन्दाखेरि जस्तै हामीले सपनामा देखेको चिजहरू जति पनि चिजबिजहरू छ तर विवरण पनि एउटा समृद्धि सत्य र परम सत्य दुईटा सत्यबाट चाहिँ हामीले केलायो भने चाहिँ कुनै पनि सत्य त छैन, कुनै पनि सत्य त छैन रहेछ भनेर त्यसरी देखाउँछ। त्यसरी सत्य त नभएको चिजहरूमा चाहिँ हामी कहिले पनि बुलेर नबस्नुस् है, के चाहिँ सत्य रहेछ त्यसमा हामी निचोड लिएर अगाडि बस्नुस्। सत्य त नभएको चिजहरूमा चाहिँ हामी कहिले पनि बुलेर नबस्नुस्, त्यसरी बुलेर बस्यो भने हाम्रो जीवन नै बर्बाद हुन्छ भनेर त्यसरी देखाउनु भएको छ। त्यस्तै गरी म यसलाई छोटो कार्यमा व्याख्या गरिसकेपछि सेकेन्डतर्फ जाउँ। तेस्रो बढ्दो सम्देन बढ्दो अर्थात् ध्यान अन्तर्भाव तेस्रो नम्बरमा बन्न जान्छ। ध्यान अन्तर्भाव बन्नले जसले ध्यान गर्नुहुन्छ ध्यानबाट उत्पत्ति हुने एउटा अन्तर्भावलाई चाहिँ हामीले ध्यान साधनाबाट उत्पत्ति हुने अन्तर्भावलाई चाहिँ ध्यान अन्तर्भाव सम्देनगी बढ्दो भनेर त्यसरी भन्नुहुन्छ। केमा दल सम्देन बढ्दो छर्दुई धेर नाम्यङ ठुल्बे छोग्नम पङ्जेने एङमे जिङमे थाटल गाउँलाजु केजोङला तेम्ब थोबर्ज्या झवा पाउने चेजिक डुब्दै धेर न्यमन ठुल्बे वाङदो मदङसिङ भनेर हामीले सधैँ हामीले बढ्दोको जुन एउटा मलममा हामीले त्यसरी पढेको छौँ त्यसकै बारेमा त्यसरी नै म बढ्दोको मलम पाठबाट यहाँहरूलाई बढ्दो के रहेछ छवटा बढ्दो चाहिँ के रहेछ भनेर यहाँ जानकारी दिँदैछु। केमा दल सम्देन बढ्दो छर्द जिन्स अहो अहिले धग्ला भने मोमा भनेको सम्देन बढ्दो चाहिँ ध्यानको अन्तर्भाव चाहिँ उदाएको बेलामा नाम्य ठुल्बे छोनम पङ्जे जिन्स उदाय भएको बेलामा त्यतिखेर चाहिँ सारा विभ्रान्तिहरूलाई चाहिँ हामीले त्याग्नु पर्ने हुन्छ। आफ्नो मन चाहिँ कहाँ कहाँ डुलेर बस्छ नि, हामी ध्यान गर्दाखेरि ध्यानको बढ्दो उत्पत्ति हुने बेलामा अन्तर्भावको बेलामा चाहिँ यति मनलाई चाहिँ कहाँ कहाँ घुमेर राख्यो, मनलाई एक ठाउँमा राख्न सकेन भने त्यहाँदेखि हामीले यो बढ्दोमा हामी के पनि ज्ञानहरू सिक्न सकिँदैन। त्यही भएर चाहिँ ध्यानसँग एउटा रिलेटिभ पर्न जान्छ यो चाहिँ। त्यही भएर चाहिँ यस्तो सम्देन बढ्दो होइन ध्यानको अन्तर्भाव चाहिँ आफूमा उदय हुने बेलामा चाहिँ आफ्नो मनलाई कता कतै डुलाउने कता कतै ठुलाउने त्यस्तोलाई चाहिँ छोडेर मनलाई एक ठाउँमा राख्ने चाहिँ हामीले सिक्नुपर्ने हुन्छ।
एङमे जिन्मे थाटाङ्गाङ्ला जुक जस्तै हाम्रो मनलाई दिष्ट तराइत अग्रा अनि अपरिमित अवस्थामा चाहिँ रहिरहन सक्नुपर्ने हुन्छ। त्यसरी सकेन भने एकदमै कठिनाइ गाह्रो हुन्छ। केजो ङेला तेम्ब थोपर जास उत्पन्न एवं समापनको क्रममा स्थिरता पाउन सक्नुपर्छ। स्थिति मनलाई चाहिँ एकदमै होइन स्थिरता राख्न सक्नुपर्ने हुन्छ। उत्पन्न र समापनमा चाहिँ मन चाहिँ फर्स्टमा सुरुवात र समापनमा चाहिँ मन चाहिँ एकदमै स्थिर राख्न सक्नुपर्ने हुन्छ। त्यसरी राख्न सक्यो भने आफूले ध्यान गर्न एकदमै सकिन्छ। ज्यावा पाउने चेजिक डुब्दै दिर्स सबै कामहरू सबै द्वन्द्वहरू आफूमा भएको जुन आफूले जुन गरिरहेको कामहरूलाई त्यतिखेर सोच्नु भएन। त्यो कामहरू सबै त्याग्नु पर्ने हुन्छ। त्यागेर जुन आफूले गरेको जुन आफन्तदेखि लिएर आफूले आफ्नो आफन्त परिवारदेखि लिएर आफ्नो छिमेकी नातेदार आफूले गरेको कामहरू चाहिँ सबै त्यागेर चाहिँ मनलाई चाहिँ एकीकृत गर्न सक्नुपर्ने हुन्छ। त्यसै गरी न्यमौँ टुप्पे वाङदो मदङसिस क्लेश अनि जस्तै हामी लोभमा को फन्दामा पर्ने रिसको फन्दामा पर्ने होइन जस्तै पञ्चक्लेशको फन्दामा चाहिँ नपरेको पञ्चक्लेशको बासमा चाहिँ प्रवेश गर्ने चाहिँ सबै त्यागेर चाहिँ हामी पञ्चक्लेशबाट चाहिँ मुक्ति हुनुपर्ने हुन्छ। त्यसरी पञ्चक्लेशबाट चाहिँ हामी मुक्ति हुन सक्यो भने चाहिँ अवश्य पनि हामीले सम्देन बढ्दो अर्थात् ध्यान अन्तर्भावको चाहिँ ध्यान त्यसरी लिन सकिन्छ। यो अन्तर्भाव चाहिँ विशेषतः ध्यान गर्ने साधना गर्ने व्यक्तिले मात्रै अभ्यास गर्न सकिन्छ। नत्र जो पैतैले यो अभ्यास गर्नलाई अलिकति सक्दैन, एकदमै कठिनाइ हुन्छ। त्यस्तै गरी हामीले जुन 6वटा वर्तो चाहिँ 3 भागमा विभाजन गरेको छ त्यो एकदमै बुझ्नुपर्ने हुन्छ। वर्तो डुक भनेर हुन्छ 6वटा वर्तोलाई 3 भागमा केसी छिसी वर्षी भनेर 3टा होइन। केसी भनेको जीवन भाव है, छिसी भनेको मृत्यु भाव, वर्षी भनेको मध्यम भाग हो। त्यो 3 चिजमध्ये विभाजन भएको छ 6वटा वर्त चाहिँ। त्यो मध्येमा केनेकी वर्दुस जीवन अन्तर्भाव 1 भयो, मिलम बढ्दो सपना अन्तर्भाव 2 भयो। त्यस्तै गरी सम्देन बढ्दो ध्यान अन्तर्भाव 3 चाहिँ कहाँ समेटिन्छ भन्दाखेरि फर्स्टको बढ्दो केसीभित्र समेटिन्छ। केसी भन्नाले अस्ति नै मैले व्याख्या गरेको छ, हामी जन्मदेखि मृत्यु नहुन्जेलसम्मको भित्रमा चाहिँ यो 3 चिज चाहिँ त्यहाँभित्र समेटिन्छ। त्यही भएर चाहिँ हामीले हामी जीवित हुँदाखेरि नै हामीले यो 3टाको चाहिँ अभ्यास अवश्य पनि गर्नुभयो भने हामी माथि पुगेपछि छिसी र वर्षीमा पुगेपछि हामीलाई छिसी र वर्षीमा पुगेपछि हामीलाई अभ्यास गर्नलाई गाह्रो पर्दैन। त्यही भएर चाहिँ हामी जति सक्दो हामी जीवित हुँदाखेरि यसको अगाडिको जुन वर्दोहरू छ यसको अभ्यास चाहिँ अवश्य पनि गर्नुपर्ने हुन्छ। किन अभ्यास गर्नु पर्यो भनेर मैले बराबर राखेको छु भन्दाखेरि हामी जो कोही पनि मृत्यु भइसकेपछि जाने ठाउँ नै पुग्ने ठाउँ नै त्यही हो, वर्षी नै हो। वर्षीमा पुग्नु पर्ने कारणले गर्दाखेरि चाहिँ त्योभन्दा अगाडिको पाठहरू चाहिँ अवश्य पनि यहाँहरू सबैले चाहिँ अभ्यास गर्नुभयो भने अवश्य पनि राम्रो हुन्छ। अभ्यास गर्दाखेरि पनि हामीले बुझ्नुपर्ने हुन्छ है। विशेष त मैले 3 चिजलाई चाहिँ मैले प्रष्ट गरेको छ है। केनेकी बढ्दो जीवन अन्तर्भाव, मिलम बढ्दो सपना अन्तर्भाव, त्यस्तै गरी सम्देन बढ्दो ध्यान अन्तर्भाव 3 चिजलाई चाहिँ मैले प्रष्ट रूपले यहाँहरूलाई बताएको छ। त्यही भएर चाहिँ यो 3 चिज चाहिँ प्रष्ट गरी पाएपछि जानकारी थाहा पाएपछि चाहिँ अबको 3 वर्दोमा चाहिँ हामीलाई एकदमै सहज सजिलो हुन जान्छ। त्यही भएर चाहिँ यहाँहरूलाई मैले छोटो जानकारी दिएँ। अवश्य पनि यहाँहरूले मनमा लिएर मनन गरेर चिन्तन गरेर अवश्य पनि
अभ्यास गर्नुहुन्छ भनेर मैले आश पनि लिएको छ। ल सो धन्यवाद। जब भयो के बदम कुन्दो सम्बन्ध देशिन्दे त्यता कुन सन्तान यो दिदा दम जेर दङ दसन जेबे गयो दम जे कि गला जे दङ बादे दगि के जो सम्बन्ध जेर दङ गे मलम जेबो दिदा जे के जे थाय ड गला बिन कुन्दो सम्बन्ध गे जे न मलेन दम जो संजे को संजे बे जन ला न चगे मे जे ने बे जन किन्दो मे दे बे जन ला जे दा मलम दसन दु बोर शो